सबैजनालाई बिहानीको ताजा अनि बाक्लो जयमसी दर्शकबिन। विशेष गरेर यो समयमा म डिमापुरमा यहाँ आएको छु अनि विशेष गरेर यहाँ डिमापुरमा आइकिन युथ प्रोग्राम है हाम्रो एलसीएलएफको जुन चाहिँ युथ कन्फरेन्स हो अनि विशेष गरेर लाइफ स्प्रिङ कर्नल डिमापुरमा भइरहेको छ। एकदमै आशिषित प्रोग्राम भइरहेको छ अनि विशेष गरेर हामीलाई परमप्रभु परमेश्वरले व्यवस्था मिलाइदिनु भएको डेरा चाहिँ हाम्रो कहाँ छ भनेदेखि चाहिँ म तपाईँलाई त्यो डेरा देखाउनु गइरहेको छु। अनि हामी चाहिँ विशेष गरेर यहाँनिर यो आउ चर्च है डिमापुरको सबैभन्दा पुरानो आउ चर्च आउ बाप्टिस्ट चर्चमा हामीलाई यहाँनिर यो कम्पाउन्डमा हामीलाई यहाँनिर राख्नुभएको छ। अनि विशेष गरेर यो कम्पाउन्डको दृश्यहरू पनि तपाईँहरूलाई म देखाउने छु, चर्चहरू पनि देखाउने छु है त। तपाईँले चर्चहरू हेर्दै गर्दा पनि आशिषित हुनुहुन्छ, किनभने कुनै पनि जग्गामा आएर हामीले चर्चहरू हेरेनौँ भनेदेखि चाहिँ हाम्रो आउनु अधुरो हुन्छ। यहाँ हेर्नुहोस् डिमापुर आउ बाप्टिस्ट आरोग्य टाउन फेलोसिप, यो चाहिँ सबैभन्दा पुरानो चर्च भनेर भनिन्छ। अनि आउनुहोस् भित्र दृश्य हेर्नेछु। अनि यो हेर्नुहोस् यो चर्चको गेटको दृश्य यसरी छ। अनि यहाँ म पसेँ, अब तपाईँलाई म देखाउँदैछु। हेर्नुहोस् यहाँ यसरी म पसेँ भित्र है, भित्र गेटमा पसेँ अनि अलिकति गेटलाई ठेलिदिइरहेको छु। अनि यहाँ हेर्नुहोस् यस्तो छ यो कम्पाउन्ड, पहिला देखाएँ तपाईँहरूलाई। यहाँ कम्पाउन्ड यस्तो छ दृश्य हेर्नुहोस्। यहाँनिर मिटिङहरू है, मिटिङहरू के सरसल्लाहहरू हुने गर्छ यहाँनिर। यहाँ हेर्नुहोस् यस्तो दृश्य छ। अनि तपाईँले यहाँ यत्र सफा गर्ने पनि लाँदैछ। अनि विशेष गरी यहाँनिर हेर्नुहोस् मिटिङ हलहरू छ। अनि यो बाहिरको दृश्य तपाईँहरूलाई मैले यसरी देखाइराखेको छु। अनि यहाँनिर हेर्नुहोस् यस्तो छ दृश्य, यस्तो छ। अनि यहाँनिर एकदमै हरियो गछहरू पनि लगाएर राखेको छ। अनि विशेष गरेर अहिले बिहान चर्चबाट सायद प्रार्थना गर्ने आमा प्रार्थना गरेर निक्लिनु भएको छ। मर्निङ आमा, जयमसी भला से है यहाँ प्रार्थना गरेर निक्लिनु भएछ आमा। अनि उहाँ जानुभएको छ। विशेष गरेर यो चर्च हेर्नुहोस्, चर्चको बाहिरको दृश्य म तपाईँहरूलाई देखाउँदैछु। यहाँ अलिकति पुरा नदेख्नु सक्ला किनभने यता कम्पाउन्ड भएको कारणले। यो हेर्नुहोस् चर्च यहाँनिर माथि यसरी तपाईँले क्रस देख्न सक्नुहुन्छ। अनि यहाँनिर म तपाईँलाई यसरी देखाइराखेको छु। अनि यहाँ हेर्नुहोस् यो बााउन्ड्री। अनि यहाँनिर चाहिँ विशेष गरेर यो बाप्तिजम दिने जग्गा है, यो हेर्नुहोस् बाप्तिजम दिने जग्गा यसरी छ। यहाँनिर चढेर है यहाँनिर पानी ट्याङ्कीमा यहाँ पानी भराइन्छ। अनि यहाँ बाप्तिजमा दिन्छ। यहाँ वरिपरि प्रभुको दासहरू छोराछोरीहरूले परमेश्वरको महिमा हुनेछ अभियसली। अनि तपाईँलाई यहाँ देखाइदिएको छु। यहाँ फुल बगानहरू पनि बनाइरहेको छन्। यसरी तपाईँलाई म भित्रको दृश्य पनि देखाउने प्रयास गर्छु। यसरी यहाँ हेर्नुहोस् यस्तो चाहिँ यो बरन्डा हो। अनि यो बरन्डा हो। अनि म अब चप्पल खोलेँ। यहाँनिर मैले चप्पल चाहिँ खोल्नुपर्छ किनभने हामी पवित्र भवनमा हामी प्रवेश गरिराखेका छौँ भनेदेखि यहाँनिर हेर्नुहोस् यस्तो छ जग्गा। हामी यहाँनिर हेर्नुहोस् भित्र प्रार्थनाहरू चलिराखेको छ। अनि विशेष गरी अहिले बिहानै भएको कारणले अँध्यारो छ। अनि म उहाँहरूलाई डिस्टर्ब दिनु चाहिनँ। अनि म यसरी गइराखेको छु। यहाँ हेर्नुहोस् यस्तो छ दृश्य, एकदम हेर्नुहोस् यस्तो छ यहाँ दृश्य। यहाँको दृश्य म देखाएको छु वरिपरि। अनि माथि तपाईँले बेलकुनी पनि देख्न सक्नुहुन्छ, बेलकुनी पनि छ माथि। अनि यसरी यहाँनिर हेर्नुहोस् प्रार्थना गरिरहेको छ। म तपाईँलाई यहाँ वेदीमा पुलपिटमा अगाडि लगाएर देखाउँदैछु। यस्तो चाहिँ हेर्नुहोस् यहाँ प्रार्थना गरिरहेको छु। यहाँनिर यसरी देखिराखेको छ दर्शक पनि तपाईँहरूलाई मैले देखाएँ यो समयमा। अनि यसरी यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यो दृश्य यसरी छ। अनि बेलकुनीमा म अहिले उठ्ने छुइनँ। अनि तपाईँहरूलाई मैले देखाएँ। अनि विशेष गरेर यो चर्चमा है यो सबैभन्दा यो डिमापुर एरियाको सबैभन्दा पुरानो चर्च भनेर पनि भनिने गरिन्छ। अनि यहाँ अलमोस्ट यहाँनिर 700 घर विश्वासीहरू छ भनेर हामीले सुन्नुमा आएको छ। अनि 700 घर विश्वासी छ, एकदम पुरानो चर्च, एकदमै जागृति चर्च छ। अनि विशेष गरेर परमप्रभु परमेश्वरलाई धन्यवाद छ कसले आज यो भिडियोहरू हेरिराख्नु भएको छ। एक दिन तपाईँहरूको पनि मण्डली यस्तै ग्रोथ हुनेछ। आमेन लेख्नुहोस् सबैजनाले। हवस् त, थ्याङ्क यू, धन्यवाद।